पनीर बनाउने तरिका। सबभन्दा पहिला दुध तपेलामा हालेर गरम गर्ने, फुल उम्लिन दिने। कागतीलाई यसरी काटेर यसरी रस निकाल्ने। रस निकालेपछि यसरी छान्ने। दूध गरम हुँदैछ। यसरी बनाउँदाखेरि पनिर एकदम सजिलो र एकदम राम्रो तरिकाले बन्छ। एकदम सरल उपाय हो पनिर बनाउने तरिका। हेर्नुहोस्, अहिले म बनाएर पनि सब रेडी देखाउँछु। दुधलाई राम्रोसँग उम्लिन दिनुपर्छ। दुध उम्लिसकेपछि मात्र निम्बुको रस छानेर पछि हाल्नुपर्छ। दुध उम्लिसकेको छ र यसलाई थोरै थोरै गरेर यसरी अघि निम्बु हाल्ने। निम्बुको रस हालिसकेपछि यसलाई हल्लाउनु पर्ने हुन्छ। यो हल्लाएपछि अब आफै यो फाटिँदै जान्छ। एकदम सजिलो तरिका छ पनिर बनाउने। यसरी हेर्नुहोस्, एकछिन फाटिँदै जान्छ। यसलाई चलाउनु पर्ने हुन्छ। उम्लिएको दुधमा यसरी निम्बुको रस हालेपछि यसरी यो पानी र चोक्टा छुट्टिन्छ। यसरी पानी र दुधको भाग छ, यसरी पानी छुट्टिनु पर्ने हुन्छ र यस्तो हुँदाखेरि पनिरको ढेका ढेका भएको छ यो। अब यसलाई छान्नु पर्ने हुन्छ। यसरी छान्नु पर्ने हुन्छ। यसरी छान्ने। छानिसकेपछि यसलाई फेरि चिसो पानीले धुनुपर्ने हुन्छ। एकचोटि चिसो पानीले धुनुपर्ने हुन्छ। राम्रोसँग धुँदाखेरि निम्बुको रस अमिलो भाग सबै छुट्टिहाल्छ। त्यो कारणले धुँदा एकदम बेस्ट हुन्छ। चिसो पानी हालेर यसरी मजाले धुने। धोएर फेरि छान्नीमा छान्ने। धोएर छानिसकेको छ यसलाई। अब यसलाई एउटा सेतो कपडामा मलमलको कपडामा बाँधेर राख्नुपर्छ पानी निकाल्नको लागि। जस्तै यस्तो कपडामा बाँधेर राख्नुपर्ने हुन्छ। यसबाट राम्रोसँग पानी निकाल्नको लागि करिबन आधा घन्टादेखि 1 घन्टासम्म यसरी राख्नुपर्ने हुन्छ। पानी निचार्नको लागि यसलाई बाँधेर राख्नुपर्ने हुन्छ। कपडामा यो किसिमले बाँधेर यसरी पानी सब निस्किनु पर्ने हुन्छ। आधा घन्टादेखि 1 घन्टासम्म यसरी राख्नुपर्ने हुन्छ। र माथिबाट केही ओजन वस्तु राखिदिएपछि यसरी राखेपछि पनिरमा भएको पानीको भाग सब निस्किन्छ र आफै यो पनिर कडक हुँदै बस्छ र आधा घन्टा 1 घन्टापछि निकाल्न सक्नुहुन्छ। त्यसपछि पनिर रेडी। थ्याङ्क यू। यदि घरमा कसैले पनि पनिर बनाएर खान चाहनुहुन्छ भनेपछि यो किसिमले बनाएपछि एकदम बेस्ट, एकदम राम्रो र एकदम सरल तरिका छ। एकदम राम्रो पनि हुन्छ। केही मिलावट पनि हुँदैन। प्योर दुधको बनाउनको लागि घरको लागि एकदम बेस्ट रेसिपी छ र मन पर्यो भने यसरी बनाएर खानुहोला पनिर। हस्त, धन्यवाद।